यो एसएसआइएस फ्याक्टसिटमा भएको सेक्टर वाइज डिटेल भनेको के हो त? टोटल मार्केट क्यापिटलमा इन्डिभिजुअल सेक्टरको मार्केट क्यापिटलाइजेसन लगानी कति प्रतिशत छ भनेर मार्केट कलमले बुझाउँछ भने एसएसआइएस कलमले एसएसआइएसको टोटल फन्ड साइजबाट कुन सेक्टरमा कति प्रतिशत लगानी गरिएको छ भन्ने बुझाउँछ। यसलाई अझै विस्तृतमा बुझाउँ। ओभरअल सेयर मार्केटमा सेक्टर वाइज हेर्ने हो भने 24.5% इन्डिभिजुअल सेक्टरको कमर्सियल ब्याङ्कमा इन्भेस्टमेन्ट देखिन्छ भने 25.6% एसएसआइएसको कमर्सियल ब्याङ्कमा इन्भेस्टमेन्ट रहेको देखिन्छ। त्यसै गरी 4.6% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट हुँदै गर्दा एसएसआइएसको 11.9% इन्भेस्टमेन्ट डेभलपमेन्ट ब्याङ्कमा रहेको देखिन्छ। त्यसै गरी फाइनेन्समा इन्डिभिजुअल सेक्टरको 2.2% इन्भेस्टमेन्ट छ भने एसएसआइएसको 0.4% इन्भेस्टमेन्ट रहेको देखिन्छ। माइक्रो फाइनेन्स सेक्टरमा इन्डिभिजुअल सेक्टरको 8.6% इन्भेस्टमेन्ट हुँदै गर्दा एसएसआइएसको 8.9% इन्भेस्टमेन्ट रहेको देखिन्छ। नन लाइफ इन्सुरेन्समा 5.5% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट र 15.2% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको देखिन्छ। त्यसै गरी लाइफ इन्सुरेन्समा 8.9% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट र एसएसआइएसको 14.7% इन्भेस्टमेन्ट रहेको देखिन्छ। होटल एन्ड टुरिज्म सेक्टरमा 2.8% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट हुँदै गर्दा 1.3% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको देखिन्छ। त्यसै गरी हाइड्रो पावर सेक्टरमा 16.3% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट र 9.1% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको छ। अदर सेक्टरमा 14.1% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट रहँदै गर्दा 1.4% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको देखिन्छ। त्यस्तै म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा 5.2% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट र 5.26% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको देखिन्छ। अनि इन्भेस्टमेन्ट सेक्टरमा 7.4% इन्डिभिजुअल सेक्टरको इन्भेस्टमेन्ट छ भने 4.39% एसएसआइएसको इन्भेस्टमेन्ट रहेको छ। अनि म्युचुअल फन्डमा इन्डिभिजुअल सेक्टरको 0% इन्भेस्टमेन्ट देखिन्छ अनि एसएसआइएसको 1.89% इन्भेस्टमेन्ट रहेको देखिन्छ। यो इन्डिभिजुअल सेक्टरको चाहिँ किन 0% देखिरहेछ भन्ने लागेको छ भने चाहिँ म्युचुअल फन्डले पनि इन्भेस्ट गर्ने भनेको हामीले माथि एक्सप्लेन गरेका सेक्टरहरूमै हो। अलरेडी म्युचुअल फन्डको इन्भेस्टमेन्ट सहितको डाटा चाहिँ हामीले प्रेजेन्ट गरेको भएको कारणले गर्दा इन्डिभिजुअल सेक्टरको म्युचुअल फन्डमा रहेको इन्भेस्टमेन्टलाई चाहिँ 0% राख्ने गरिन्छ। यदि हजुरलाई एसएसआइएस फ्याक्टसिटका बारेमा अन्य जानकारीहरू आवश्यक परेमा तल दिएका नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ अनि भिडियोमा कमेन्ट गर्न पनि सक्नुहुन्छ।